सो हेलो गाइज, आज चाहिँ म किप्रो गिटार्सको रिभ्यू गर्न गइरहेको छु। सो सुरु गरौँ है त। सो यो मेरो हातमा रहेको किप्रो गिटार चाहिँ KS30 स्ट्यान्डर्ड सिरिज रहेको छ। सो यो यसको स्पेसिफिकेसन हेरौँ है त। यसको बडी चाहिँ रोस्टेड पपुलर बडी रहेको छ र नेक चाहिँ सी प्रोफाइलको स्लिम नेक रहेको छ। रोस्टेड मेपल वुडले बनेको। रेडियस चाहिँ 9.5 को स्लिम छ होइन। र फिङ्गर बोर्ड चाहिँ रोजवुडको छ, रोजवुडको। सो साउन्ड टेस्ट गरौँ है त। ब्रिज पिकअपबाट साउन्ड टेस्ट गरौँ। अब चाहिँ मिडल र ब्रिजको है त। अब चाहिँ मिडल पिकअपको हेरौँ है त। अब चाहिँ नेक पिकअप र मिडल पिकअपको हेरौँ है त। अब चाहिँ नेक पिकअपको मात्र हेरौँ है त। अब चाहिँ हामी डिस्टोर्टेड साउन्डतिर जाऊँ है त। सो अब चाहिँ हामी डिस्टोर्सन साउन्डतिर जाऊँ है त। सो यो चाहिँ ब्रिज पिकअप रहेको छ। अब चाहिँ हामी ब्रिज पिकअप र मिडल पिकअपमा जाऊँ है त। अब चाहिँ हामी मिडल पिकअपमा जाऊँ है त। अब चाहिँ नेक पिकअप र मिडल पिकअपको सुनौँ है त। अब चाहिँ हामी नेक पिकअपको सुनौँ है त। अब चाहिँ हामी ओभरड्राइभको साउन्ड सुनौँ है त। यो चाहिँ रहेको छ ब्रिज पिकअप। यो चाहिँ रहेको छ ब्रिज र मिडल पिकअपको साउन्ड। अब मिडल पिकअप है त। अब मिडल पिकअप र नेक पिकअप। अब
नेक पिकअप मात्र सुनौँ है त। यो गिटारसँग आउने फ्री एक्सेसरिजहरू चाहिँ एडजस्टमेन्ट टुल र एउटा फ्री ट्रेमेलो रहेको छ। र यो गिटारको बारेमा अरू फर्दर इन्फर्मेसन जान्न मन लागेको छ भने साउन्डस्केपलाई डाइरेक्टली डिएम गर्नुहोला। अझै अरू यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।